गोकर्णेश्वरमा बसेर अनि यहीँको नजिकको दिजाबु वाटरफल नपुगेको सायद म मात्रै होला। त्यही भएर यस्तो ठाउँमा बसेर पनि दिजाबु वाटरफल नपुगेको थुक्क भन्छन् भन्ने सोचेर आज म र सानी छोरी वेयर इज इभाना ओह सी इज देयर हामी दुईजना वाटरफल हन्टमा आएको छौँ है। पानी त पक्कै छैन होला स्टिल विल ह्याभ अ गुड टाइम टुडे। बाइक चाहिँ यहाँ तलपट्टि बाटोमा रोक्नु पर्दो रहेछ अनि त्यहाँबाट वी स्टार्ट हाइक फ्रम दिस गेट। यता घरहरू पनि छन् छन चाहिँ जाउँ होइन बेटा अब लुखुर लुखुर वेयर इन द वाटरफल। अब हामी यहाँबाट बाटो हिँडेर वाटरफल जान्छौँ। यो वाटरफलै जानको लागि भनेर बनाएको बाटो रहेछ तर अहिलेलाई चाहिँ आई डोन्ट नो वाटरफल कस्तो छ होइन। अनि मेबी वी क्यान है मेबी माई डटर क्यान स्विम अर क्यान नट स्विम होइन बेटा वी डोन्ट नो। छोरी अब आज पानीमा स्विमिङ गर्न पाउँछ कि पाउँदैन बेटा? Swim or not? I don't know if she can swim or not today. But do you hope to swim there? Yes. Okay. let's move on then. My hand is very white. White? How? Well, I don't know. Maybe you washed in the water, no? Yes. Okay. र त्यो चराहरू क्वाँ गरेर कराउँदैछ है। तिमीहरू वाटरफल हेर्न आएको गरेर जस्तो छ है। चराहरू चिरचिर गरेको बेलामा तर यो चाहिँ खास चाहिँ बेटा होइन इट इज नट द पर्फेक्ट टाइम टु कम फर वाटरफल एक्चुअली आई थिङ्क सो। किन भन्दा अहिले पर्फेक्ट टाइम नै होइन नि त खास। स्विमिङ पुल जाँदा हुन्छ नि ब्युटिफुल भ्यू अफ द भ्याली। पोल्युसन यस्तो बढेको छ काठमाडौँ भ्याली गोकर्णेश्वरभन्दा उतापट्टिको त भागै देखाएको छैन। छ्या मान्छेले यस्तो डाँडा पनि काटेर के गरे हो यार प्लटिङ गर्ने भनेर प्लटिङको नाममा बिजोग बनाएको छ। एकचोटि पानी पऱ्यो भने यो सबै मौसम खुल्थ्यो अनि इट वुड बी बेटर गजब हुन्थ्यो होला। त्यो त ढुङ्गा हो नि बेटा होइन त्यो ढुङ्गाको उता माथि व्हाइट कलरको खै अब गएपछि थाहा हुन्छ। मलाई त डर लाग्छ त्यहाँ जान। के डर लाग्नु खुट्टा दुख्छ। जाने चाहिँ खास यो बाटोबाट रहेछ तलपट्टिको बाटो तर भेरी डेन्जरस। त्यही भएर हो र के हो त्यो बेटा त्यही भएर अलिकति लेस डेन्जरस बाटो हामी जाँदैछौँ। वाटरफल छ त्यहाँनिर खास चाहिँ यो रकभरि पुरै रकभरि चाहिँ पानी आउने रहेछ उताबाट नै आउने बाटो रहेछ यसो देख्दा तर त्यहाँको बाटो झन् बढी डेन्जरस रहेछ। सो प्रोबेबली दिस इज द ओन्ली वे वी क्यान रिच देयर। लेट्स चेक हाउ वी क्यान गो। बिस्तारै बेटा एकदम स्लोली हिँड्नु ल। Yes, you can do it, beta. I can do it भन्नुपर्छ। Yes. समात्दै जाने हो त्यसरी। Very strong girl. Good job, beta. Good job. हो त्यसरी कतै नझरिकन नलडिकन yes. That's good. हो त्यही बसेको छ। You did it, beta. You did it. A very risky road out here. I can see the waterfall. त्यहाँ रहेछ है वाटरफल चाहिँ तर पानी चाहिँ छैन रहेछ
You can hear the sound. Okay. तर बाटो चाहिँ यहाँबाट प्लात्त खुस्कियो भने चाहिँ तल रहेछ है एकैचोटि फेरि घाँसले मात्रै जोगाउने खालको रहेछ. Oh my gosh, this is good. Dangerous way through. ओहो, अनि यहाँबाट एउटा ढुङ्गामा चढ्नु पर्ने गुफा जस्तो रहेछ यहाँबाट. Yeah, you have to climb all this way through, but it's a steep climb and there's nothing to catch, nothing to cling on. Baba. So, यो चाहिँ waterfall रहेछ है पहिला खास. पानी भयो भने this is great and the surrounding is also beautiful. तर road through this is really difficult. Finally, I'm here at Dejavu waterfall. तर वाटरफलमा पानीको कमी छ एकदमै. केही पनि खासै यो चाहिँ पानी पर्ने सिजनमा, रेनी सिजनमा आउनु पर्ने खालको वाटरफल रहेछ. तर लोकेसन थाहा भयो. The most important thing is अब यसपछि लोकेसन थाहा भएपछि त we can at least come during the summer season. So that was around 15 minutes walk from the place where I parked my bike. So that is all. So we don't have much thing to show here today. Thank you so much for watching this video till now. We'll catch you in the next one.